हामीले लिएर आएको छौँ अमन प्याकर्स एन्ड मुभर्स। अब चाहिँ सुरुवात यही गाडीबाट हुन्छ मेरो। हेलो नि नमस्ते सबैमा, यसमी अमन झुमजन। तपाईँले मलाई चिन्नु हुन्छ होला। इफ मलाई पहिलादेखि नै भिडियो हेर्दै आउनु भएको छ भने मलाई चिन्नु हुन्छ होला। मैले के गर्दैछु कसो गर्दैछु हजुरलाई थाहा नै होला। थाहा छैन भने मेरो पुरानो भिडियो नै हेर्न सक्नुहुन्छ है। इज डे 53 डेज भइसक्यो मैले कन्टिन्यू भिडियोहरू बनाएको। कन्टिन्यू भिडियोहरू बनाउँदै मैले एउटा बिजनेस पनि हजुरलाई मैले कुरा गरेको थिएँ। बिजनेस के थियो भने अब अमन प्याकर्स एन्ड मुभर्स, जसलाई मैले फर्स्ट प्रायोरिटीमा राखिरहेको छु अहिले। अमन प्याकर्स एन्ड मुभर्स अब रुम सार्नेदेखि लिएर फ्ल्याट सार्नेदेखि लिएर है, अफिस सार्ने, गोदाम सार्नेदेखि लिएर हरेक कामहरूलाई एकदम सहज सरल तरिकाले गर्नलाई मैले टिमहरू म्यानेज गरिरहेको छु। त्यही सम्बन्धी आज एउटा गाडीमा छु म। यो चाहिँ मेरो यो गाडीमा किन छु भने फर्स्ट टाइम काठमाडौँ आउँदाखेरि मैले यही गाडीबाट काम सुरु गरेको थिएँ एज अ लेबर है। एज अ लेबर म फर्स्ट टाइम यही गाडी मेरो विकास फुवाजुको गाडी हो, उहाँको गाडी हो। लाइक अराउन्ड 6 इयर्स अगाडि भनौँ न, त्यतिखेरदेखि नै मैले देखेको एउटा सपना थियो। त्यतिखेर नै अब सानो उमेरमा धेरै कुराहरूलाई मैले फोकस गर्न सकेको थिइनँ। अहिले जुन एजमा छु म त्यो एजमा अब यो काम गर्नुपर्छ, किनभने मार्केटमा धेरै कम्पिटिसनहरू बढिरहेछ। त्यही सम्बन्धी मैले नै अब गर्नैपर्छ भनेर चाहिँ लागि परेको छु है। पहिला म यति सानोमा अटाउँथेँ, अहिले अट्दैन। सो तपाईँहरू सबैलाई अब स्वागत छ भनौँ एकचोटि फेरि है। आजको मेन कुरा भने चाहिँ मेरो यही जर्नी, एउटा बिजनेसकै रिलेटेड मैले कुरा गर्नलाई नै आज भिडियो बनाइरहेको छु। आज चाहिँ मेरो डेली भ्लग होइन, जस बिजनेस रिलेटेड नै कुराहरू भइरहेछ है। यो गाडीको लेबरदेखि है 12, 9, 51, 56 गाडी पनि कन्टै छ मलाई। हाम्रो फुवाजुको गाडी हो चाहिँ होइन। अनि यो गाडीदेखि यहाँसम्मको जर्नी एकदमै हार्ड एन्ड एकदमै स्ट्रगलवाला थियो है। जस मैले त्यहाँसम्म गरेँ। अब चाहिँ फेरि ब्याक टु त्यही काममा, पुरानै काममा। यसलाई नै अब एउटा लेभल अप गरौँ, एउटा राम्रो सुविधा काठमाडौँको बासिन्दाहरूलाई। स्पेसली अहिले हामी काठमाडौँमा छौँ। काठमाडौँलाई नै फर्स्ट प्रायोरिटी दिएर अब लेबरदेखि लिएर प्याकिङ गर्ने मेटेरियल्सदेखि लिएर गाडी भने यस्तो गाडीहरू मसँग अलरेडी अराउन्ड 12-13 गाडीहरू मैले चिनेको मान्छेहरू, मैले पहिला काम गरेको मान्छेहरूको गाडी एकदमै रेडी छ मलाई साथ दिनुलाई, मेरो कामलाई साथ दिनुलाई। अब यो गाडी त मेरो लागि एकदमै अब लकिएस्ट छ है। मेरो फुवाजुको गाडी हो। सुरु जहाँबाट गरेँ अब त्यहीँबाट फेरि नयाँ सुरुवात गर्न लागिरहेको छु मैले। गाडी यहीँ छ है। दिस इज लाइक मेरो फर्स्ट गाडी नै हुनेछ। फर्स्ट अर्डर नै यही गाडीले लिन्छ भन्ने मेरो धारणा छ। अब हेरौँ के कस्तो कुराहरू हुन्छ है। इज डे 53 डेसम्म आउँदाखेरि धेरै कुराहरू चेन्जेस भएको छ। मैले सुरुमा भरिया दाई भनेर पेज सुरु गरेको थिएँ। भरिया दाई चाहिँ किन हो भने भरिया दाई चाहिँ तपाईँको मेरो हल्का इमोसनली है, काठमाडौँ छिर्ने बित्तिकै भरिया काम सुरु गरेको भएर अनि त्यही रिलेटेड मैले नाम राखेको थिएँ। बट अब चाहिँ अब अमन प्याकर्स एन्ड मुभर्स अलिकति प्रिमियम वेमा जाउँ, अलिकति राम्रो वेमा जाउँ भनेर त्यो नामहरू राखिरहेको छु। सो गाडी यहीँ छ। दिस इज द फर्स्ट गाडी है। तपाईँले अब यात्रामा देखि नै हाल्नुहुन्छ है। मलाई चलाउनु चाहिँ आउनु चाहिँ आउँछ। पहिला मैले पनि चलाएको थिएँ, अलिकति सानो हुँदो रहेछ, टाउको ठोकिँदो रहेछ। सो केही छैन, आजको दिनको सुरुवात अब फादरसँग एकछिन कुरा गर्नुपर्ने छ। अलिकति प्राइभेसी मेटर हुन्छ, धेरै कुराहरू देखाउनु मिल्दैन है। आज चाहिँ म धेरै बोलिरहेको छु। र गाडी हेर्नुहोस् है त। पहिला म ढालामा चढ्थेँ है, यहीँ गाडीमा भिडियोहरू बनाउँथेँ। पहिलादेखि नै मलाई भिडियोहरू बनाउनु चाहिँ मन लागेको थियो है। बट धेरै कुराहरूलाई आफूले म्यानेज गरेर टाइम अनुसार चेन्ज हुनुपर्छ। सो अब चाहिँ सुरुवात यही गाडीबाट हुन्छ मेरो। के कस्तो कुराहरू हुन्छ, कसरी गर्ने, के गर्ने, हरेक कुराहरूको मैले प्लान टु प्लान है, डिटेल्स सबै कुरा सिक्दै आफूले अनुभव गर्दै यही फिल्डमा पहिलादेखि नै भएको मान्छेसँग कुरा गर्दै आइरहेको छु। इफ हजुरहरू काठमाडौँदेखि हुनुहुन्छ भने प्लिज फलो अमन प्याकर्स एन्ड मुभर्स है। कुनै न कुनै दिन हजुरलाई काम लाग्न सक्छ है। यो जर्नीमा हजुरले मलाई साथ दिनुहुन्छ होला। हजुरले साथको एकदमै ठुलो अपेक्षा छ है। सक्दो साथ दिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर साथ दिनु होला। अब यही सम्बन्धी कन्टेन्ट चाहिँ अब भोलि पछि कुनै दिनमा अपलोड हुन्छ, हेर्दै गर्नु होला। यस काम गरी खाने एउटा भाडोलाई है
काम गरी खाने एउटा भाडो, काम गरी खाने एउटा हरेक कुराहरू जुनबाट तपाईँको पेट पालिरहेको छ, जुन कामले तपाईँको होइन घर परिवार चलिरहेको छ, त्यो कामले चाहिँ एकदम सम्मान र इज्जत गर्नुपर्छ। लाइक मैले गरिरहेको छु है। धेरै कुराहरू हुन्छ लाइफमा, सबै कुराहरूलाई म्यानेज गर्दै जानुपर्छ। लाइक अब काम सुरु गर्नुपर्छ, भोलि या पर्सिदेखि हाम्रो कामहरू सबै सुरु हुन्छ। फर्स्ट प्रायोरिटी मेरो अहिले अमन प्याकेज एन्ड मुभर्समा छ। अब लाइफमा के कस्तो स्ट्रगल, के कस्तो अब कुराहरू हुन्छ, धेरै कुराहरू चेन्जेस त अभियसली आउँछ है। सबैलाई फेस गर्दै अब अगाडि बढ्ने भनेर अब निडर एकदमै हिम्मत लिएर अगाडि बढिरहेको छु। अब कस्तो के कुरा हुन्छ हेर्दै गर्नु होला है। अब यो गाडी त लभलिएस्ट छ मेरो लागि त, अब अघि नै भने लकिएस्ट गाडी छ मेरो लागि। यही गाडीबाट मैले अब अमन प्याकेज एन्ड मुभर्सको जर्नी सुरु गर्नेछु। हजुरको साथको एकदमै अपेक्षा राखेको छु। हेर्दै गर्नु होला, यसरी नै साथ सपोर्ट गर्दै गर्नु होला। आजको भ्लग यतिमै हुन्छ है त।